वेलकम ब्याक टु माई अनदर भिडियो गाइज। आजको भिडियोमा हजुरलाई एउटा कुरा भन्न चाहेँ मैले। म चाहिँ कन्टिन्युसली 100 दिनसम्म चाहिँ म भिडियो चाहिँ ब्लगहरू हाल्नेछु र मेरो ब्लगलाई साथ सपोर्ट गरिदिनु होला। तो चलिए शुरू करते हैं। यहाँ चाहिँ यो बागमती नदीमा यो डोजरले चाहिँ यसरी खनिरहेको छ र यो सायद नदीलाई सफा गर्नको लागि हो कि खै के को लागि हो। यो यसरी डोजर चाहिँ लगाएको छ। 2000 years later. फाइनली गाइजहरु म चाहिँ आफ्नो डेस्टिनेसन सङ्कुल यो पार्कमा पुगिसकेको छु। यो चाहिँ हजुरलाई मैले पहिले पनि देखाएको थिएँ र एकचोटि हजुरलाई चाहिँ फेरि म देखाउने छु। यो सङ्कमुल योगो पार्कमा चाहिँ यसरी चाहिँ बस्नको लागि दुबोले बनाएको चाहिँ यस्तो बिसनीहरू बनाएको छ जुन चाहिँ यस्तो छ। यसको नाम वास्तविक नाम सङ्कमुल योग पार्क हो। गाइजहरू हेर्न सक्नुहुन्छ यता लेखेको छ। गाइजहरू मसँग आज चाहिँ यो चाहिँ निलेश विष्ट हो। यो चाहिँ मेरो भदु हो। योसँग म आज छु र म आज चाहिँ पुसअपहरू गर्नेछु र यससँग चाहिँ यो चाहिँ यो चाहिँ खेल्नेछु। A few moments later. An eternity later. गाइजहरू रुममा केही काम प्रयोग गर्ने चाहिँ हामीले चाहिँ सङ्कमुल योग पार्कमा त्यो ब्लग चाहिँ कन्टिन्यू गर्न सकेन। अरे कहना क्या चाहते हो? यसको केही समयपछि मैले चाहिँ एक्सर्साइजहरू पनि गरेँ। A few moments later. गाइजहरू देख्न सक्नुहुनेछ निलेशले एउटा ड्रइङ बनाइरहेको छ। यो चाहिँ फिनिस भएपछि हजुरलाई म देखाउँछु कस्तो छ भनेर है। One eternity later. ट्यान ट्यारान। यो चाहिँ एनिमीको उसले चाहिँ बनाएको हो। यो सासुकी हो है।